एक दिन गौतम बुद्ध उपदेश दिइरहनु भएको थियो। त्यतिबेला एक क्रोधित मानिस भीड चिर्दै आयो र बुद्धलाई कठोर शब्दले अपमान गर्न थाल्यो। उसले गाली गर्यो, दोष लगायो, तर बुद्ध शान्त बसिरहनु भयो, हिमाल जस्तै अचल। मानिस अझ रिसायो। उसले सोध्यो, म यति गाली गरिरहेको छु, तर पनि तपाईँ किन केही बोल्नुहुन्न? बुद्धले मधुर स्वरमा सोध्नुभयो, यदि कसैले कसैलाई उपहार दियो तर उसले त्यो स्वीकार गरेन भने त्यो उपहार कसको हुन्छ? मानिसले भन्यो, त्यो त दिनेकै हुन्छ। बुद्ध मुस्कुराउनु भयो। त्यस्तै तिम्रो क्रोध, तिम्रो अपमान पनि मैले ग्रहण गरेको छैन, त्यो त तिमीसँगै फर्किएको छ। ती शब्द सुनेर मानिस स्तब्ध भयो, रिस पग्ल्यो, अहंकार झर्यो र ऊ बुद्धको चरणमा झुक्यो। बुद्धले फेरि भन्नुभयो, क्रोधलाई क्रोधले जितिँदैन, प्रेम र धैर्यले मात्र जितिन्छ।